आज दसैँको तेस्रो दिन हाम्रो बहिनीहरू आउनुभएको छ, भान्जा भान्जीहरू। यसो अब टिका ग्रहण पछि यसो हल्का यसो होइन हुन्छ 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 हाम्रो राजेन भाइलाई यसरी के गर्नु, हाम्रो वर्ष दिनमा आएको चाडपर्व मान्नै पर्छ, हाम्रो संस्कृतिलाई जोगाउनै पर्छ होइन। त्यसो भएको कारणले यसो हल्का यसो भिडियो गर्दैछु है साथीभाइ हो। यसो अप्ठ्यारो नमानिदिनु होला। हाँस्नु त स्वास्थ्यवर्धक हो होइन। हाँस्नु राम्रो, रुनु नराम्रो भन्छ, तर कहिलेकाहीँ रुनु पनि राम्रै भन्छ। आँखा यसो आँसु सफा हुन्छ, आँखाको लागि चाहिँ अरे भन्छ। गएको छ है कुन नगरपालिकाको पर्छ बहिनीहरूको? उर्लाबारी नगरपालिका हाम्रो बहिनीहरू आउनुभएको भान्जाहरू। ल तराईदेखि अब यसो पहाडको ठाउँमा आउनु भएको। यी खतम छ, पानी पराइ छ। यी हजुर साह्रै यसबाटको दसैँ हिले दसैँ भयो क्या। नत्र त कति राम्रो हुन्थ्यो नि, घाम लाग्दैछ भने बहिनी, घाम नलागेर खतम भयो। के गर्नु अब, र पनि बाध्यताले मधेसका बहिनीहरू भान्जा भान्जीहरूलाई के त गाह्रो गाह्रो भए पनि अब राम्रै मान्नु पर्यो भन्नुहुन्छ। अब गर्मी ठाउँमा आउँदाको जे होस्। हजुर, तर हाम्रो भान्जालाई चाहिँ गर्मी जाडो भने थाहै छैन भन्नुहुन्छ र म। हाम्रो भान्जाले चाहिँ गर्मी जाडो थाहै हुँदैन होइन भान्जा? हिजो अस्ति भन्नुभएको हो, साँच्चै केटाकेटी थाहा नै हुँदैन क्या। यता म्याडम चाहिँ यताउति गर्नुहुँदैछ। अब म्याडम चाहिँ यसो कुकम्यान यताउति ओहोर गर्नुहुँदैछ। ठिकै छ, के गर्नु, सबै भ्याउनु पर्छ। म्याडमको यता किचन मासतिर पनि घरि के ठिकै छ नि दसैँ होइन म्याडम? भात पकाउनु त यताको किचनमा गर्नुहुँदैछ। यो चाहिँ हाम्रो मुख्य चुलो, रायोको चुलो यो, किनभने दसैँमा चुलोमै काम गर्नुपर्छ भनेर उहाँले चुलोमै यतै गर्नुभएको छ होइन। ल के गर्नु त, यस्तै छ।